आन्दोलन भन्ने कुरा प्रदर्शन भन्ने कुरा त फिल्ड जस्तो हो नि त्यो फिल्डमा त खुब बोरी बोले जस्तो हो त्योबाट सक्कल नदेखेर भाग हुन्छ भन्थे त जवानले त त्यो फिल्डमा त देखाउनै पर्यो भने कस्तो खालको जवानी रहेछ सडकमा गएपछि फिल आउने बाप रे ये तो धोती खोल रहा है धन्ना सुदन गुरुङ हतारा हो मात्र भनी चाहिँ कपडा खोलेर कमन बेबी भन्ने खालको फिल हो भने त बर्बादै पार्ने रहेछ नि चिया बनाउन ग्यास जलाउन जान्छु भन्दै देश पो चलाउनु गइसक्यो यो त पख्न तँलाई भरे घर त आइजनु आमालाई भनेर तेरो ढाड सेकाउन लाइन भने नि म पनि त्यहाँ दाएन बुझिस् ठुक्क यस्ता झोलिनेलाई के दाइ भन्ने तिरो झोली नि तपाईलाई अप्ठ्यारो भएको छ म सब कुरा गरिरहँदा छैन तर म एकदम साइलेन्स भएको छु किन भन्दाखेरि मलाई थाहा नै नभएको कुरा मलाई प्रश्न गर्दै हुनुहुन्छ हेलो नमस्ते है एउटा केपी बालाई एउटा राष्ट्रको पिता आफ्नो पार्टीको अध्यक्षलाई माया मान्दाखेरि तपाईहरुले मलाई गरेको गाली ग्लोज यो ममाथि भएको अत्याचारलाई ममाथि तरकारी बजारमा एउटा व्यवसायी मान्छे म सानो तरकारी खोसिनु तरकारी छोडिनु गाडीमै घेरा हालेर मलाई गाडी लिएर हिँड्न नसकेको अवस्था उहाँ ड्राइभरलाई पनि थाहा छ न्युजमा पनि आछ भनेपछि तपाईहरुले गरेको यो व्यवहार दुर्व्यवहार के एउटा केपी बा पक्षमा बोल्दाखेरि म यति हुनुपर्ने म जहिले पनि भन्छु म केपी बालाई सधैँ अझै बढी माया गर्छु हजुर नमस्कार अनि भोक लाग्यो भन्दैमा दुखानु त भएन नि भातै खानु पर्छ तर छैन जानी आगोमा हाम फालेपछि अनि सारा जनताले नकराएर के गर्छन् बिछा मलाई त तिम्रो कति माया लागेको सबै नेपाली हरेनको घाँटी नै छ र होइन होला के हो म एमालेको समर्थक त हो नि त मबाट सुरुवात हुन्छ भने एमाले तपाईबाट सुरु हुँदैन तपाई त एमालेको झोले हो नि उहाँहरूको त नुन तेल नै भ्युजले नै घर चल्छ कि भन्ने पनि मलाई भइसक्यो त्यो चलोस् केही छैन नुन तेलसँगै भुटन पनि चलोस् उहाँहरूको अझ तरकारी अचार पनि चलोस् ठिकै छ ए काइली लु भन्नुस् त तपाईँ चाहिँ धेरै एसपीपी भनेर कराइराख्नु भएको थियो हिजो अस्ति यो एसपीपी भने के रहेछ त हामीलाई नि अलिकति बुझाइदिनु न एसपीपी भनेको तपाईको भन्दैछु मैले यसको भन्दैछु फुल फर्म पक्नु कस्तो एसपीपी तेरी मैटर नहीं मेरा देश हिजोसम्म केपी ओलीको गुस ओर्दै हिँड्ने यो आइमै आज आफ्नै करेसा पारेको साथ लिएर आफू लिनु भनेर अन्डे यता गुन्द्रुकतिर लिनु न मुवा स्वास्थ्य साग मात्र होइन मान्छे पनि राखिहाल्छ गिरिबन्धु मेरै ससुरालीको नि मेरै ससुर जो मेरै बुढीको बुवाले इस्टाब्लिस गरेको के गिरिबन्धु भन्ने खाएको म पनि जमिनदारकै जोइ हुँ यार तेरा बाप यहाँ छोड़कर गया था कि तेरी माँ केपी ओलीलाई रात बिहान किन उठाइयो केको लागि उठाइयो केपी ओलीलाई रात बिहानै किन उठाइयो रे अनि के तिम्रो केपीसँग रातको काम सकिएको थिएन र ओ सुदान दाइ यसरी राति काम नसकेको बेला उठाइदिनु त भएन नि फेरि जो कुछ तो कर रहा है ठीक नहीं कर रहा है आई डोंट लाइक दिस एन्जेलिना जोली त मलाई 1% पनि लाग्दैन मलाई आशिका तामाङ नै लाग्छ He asked me who I am. I'm also asking you who are you? Can you give me answer? यदि
केपी बाले जितेको भए त मलाई चाहिँ कसैले यस्तो म भाइरलै हुन्थेन होला सायद। केपी बाले हारेको कारणले मलाई यस्तो तानासाई, मलाई यस्तो एउटा महिलामाथि खेदिएको छ। तँलाई हाई हाई र आहा गर्न त तेरो बानी बेहोरा हुनु पर्यो नि, तँलाई कान काट्ने। तेरो बानी बेहोरा कस्तो छ भन्दिम, यता राप्ती नदीमा बगाएर उता महाकालीमा खोज्न जाने जस्तो छ। बानी बेहोरा सकियो कि तँलाई कान काट्ने। अहिले म यहाँ आउँदा तपाईँ एक्लै हिँड्नु भएको छ, कार्यक्रम सकियो भनेर क्वेसन गर्ने हो तपाईँहरूले त्यस्तो क्वेसन सुहाउँछ? मिडियाले त्यस्तो क्वेसन गर्न सक्छ? सुहाउँदैन सुहाउँदैन सुहाउँदैन। मिडियाले त्यस्तो क्वेसन सोध्ने हो भने कान कहिले काट्ने, कानको मुन्द्रा कहिले दिने, त्यो पो सोध्ने हो त। दिदीले उहाँ एउटा कानको मुन्द्रामा निकालेर राखिसकेपछि कसले काट्देला भन्ने डर अरू पनि तो लाग्न सक्छ नै भनौँ दिदीलाई। के भयो आमा किन रुनी छ? सुजन गुरुङले त मेरो नैतिक हत्या गर्नुभयो त, गर्नु भएन। त्यसमा सुदन गुरुङको हात छ? ओ रन्ना, म गोली खान तयार छु। म केपी ओलीको लागि गोली खान तयार छु। मलाई आने होइन होला के हो? गजडी भलेन मलाई सुदन गुरुङ मलाई अब साथीहरू छ्या, म पुलिस भएर त्यो ठाउँमा भइदिएको भए कसम मलाई ठोकिदिन्थेँ। मैले त ठोकिदिन्थेँ मैले। तिमीलाई आज बलात्कार गरौँ, आज शनिबार पारौँ, मेरो पक्ष म सामूहिक रूपमा तिमीलाई बलात्कार गर्छु। यो भिडियो छ है मसँग। यही नहीं अभी और सुनिए। सामूहिक रूपमा बलात्कार गर्छु अनि म आज शनिबारको दिन गर्छु। मेरो पक्राउ पुर्जी जारी हुँदैन अनि म आइतबारसम्म फरार हुन्छु, तिमी मान्छौ भनेर भन्नुभयो। होइन होला के हो? जसले पनि त्यो भिडियो बनाएर त्यो भनेको तैँले सुनिस् नि झ्याक्ने, त्यो तैँले उल्टो सोच नले क्या, त झ्याक्नेले सब तेरो जस्ता सोचका हुन्नन्। तैँले यति सोच कि तँलाई एउटा एक्जाम्पल दिएको हो। त्यो तँ जाँठिनीले भनेको थिइस् नि शनिबार कसरी पक्राउ पुर्जी जारी भयो भनेको थिइस् नि, त्यसै उदाहरण दिने खोजे हो। जाँठिनी झ्याक्ने व्रत कुरा गरिदिरहेछ, एउटा उदाहरण हो त्यो। तँ झ्याक्नेलाई बलात्कार गर्नु पर्दैन, तँ साले भिरिङ्गको औलादलाई बाक भोसडी के। आज बालेन सेनाहरूले, बालेनका वरिपरिका आउरे बाउरे धुपौरेहरूले कुन तहको गाली गलौज असिद्ध गर्दैछन्? एउटा अस्मी पराजुली भन्ने बहिनी केपी ओलीले समर्थन गरे बापत तेरी म्या झ्याक्ने साले भोसुडे के। तँ त्यो चाहिँ सानो बच्चा बहिनी लाग्यो तँलाई। जब 17 वर्ष 16 वर्षको भाइ उडा मार तँलाई त सत्तमा त्यस्तो मजा आएछ तँलाई। कुर्सी हट्छ भने तँलाई टेन्सन थियो। होइन होला के हो? बोक्नुस्, निकाल्नुस् तपाईँको गन, निकाल्नुस् तपाईँको ठाडो बन्दुक अनि आउनुस् मेरो घरमा र ठोक्नुस् सिधै छातीमा गोली। अरू आउने त यस्तै भयो हेर, म बरु भोगटेलाई पठाइदिन्छु। तिमीलाई ठाडो बनाइन हाने पनि, बन्दुकले हाने पनि, गोली हाने पनि, छातीमा हाने पनि, जहाँ हाने पनि भोगटेले हान्छ। भोगटेसँग 2टा गोली छन् गरे हेर। आफ्नो छोराछोरी जस्तो नाति नातिना जस्तो व्यवहार गर्ने कारणले हामीले बा भन्ने गरे। त्यो 22 जनाले चाहिँ किन त व्यवहार नगरे त? न कि दाई यो झोले होइन झोली छिन्। अहिले मलाई एमालेको समर्थक, एमालेको कार्यकर्ताकै ट्याग लागे पनि तिमीलाई त एमालेको समर्थ होइन नानी, एमालेको झोले र केपी ओलीको झड्केलो छोरी भन्न थाले नेपाली जनताले। बात त सही है। कुरो त्यस्तो छ। होइन हेर्दा त यसो सुड्डी मात्रै देख्छु, यिनीहरूको कोहीपट्टि कता छन्। यसरी केपी बा ओइ लग्यौँ भन्दै उम्लिनेलाई त साँझ घर आएपछि ढाड फुस्किने गरी दिनु नि यार।